हाम्रो चाहिँ यतिखेर बेहुला र बेहुलीले खाना सुरु भइसकेको छ। हामी चाहिँ बिहानको खाना खाएर चाहिँ हामी यो नि अब हामी चाहिँ यसो गरेर आज चाहिँ हामी यो खानासाना खाइसकेपछि हाम्रो एकदम अर्ग्यानिक एकदम राम्रो छ यो ठाउँमा। अब हामीले चाहिँ यहाँ खोला पनि छ, एकदम सुन्दर छ। उहाँहरू यसरी हामीलाई बिहान बिहानै खाना दिएर सहयोग गरिरहनु भएको छ, एकदमै राम्रो छ। अनि यहाँनिर हामी उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। हामीलाई बिहान बिहानै यति चाँडै खाना खुवाइसक्नु भएको छ। यता चाहिँ खाना बनाउने डेरा रहेको छ भने यहाँनिर खोला रहेको छ, एकदमै नजिक खोलाकै छेउमा छ, देख्न सक्नुहुन्छ भने। यहाँनिर उहाँहरूको यो एकदमै खोटाङको यो चाहिँ केपिलास गाउँपालिका वडा नम्बर 2 नम्बरमा छौँ हामी। एकदमै राम्रो छ। कस्तो भइरहेछ मसन बाबु? बेहुला बेहुलीले खाना चाहिँ दरखामै भोलिको सम्झेर, बाटो सम्झेर ल। ओहो यस्तो भइरहेछ। यहाँनिर बेहुला बेहुलीलाई राख्ने ठाउँ थियो भने हिजो चाहिँ पानीको कारणले गाह्रो भएको थियो। ल ल यस्तै एकदमै